आज हामी माल रोड घुम्न गइरहेका छौं। यो भिडियोमा देखिने पारी बजार देखिएको छ, व्यस्त बजार, त्यही नै माल रोड हो। माल रोड जाँदै छौं। माल रोड घुम्न जाँदै छौं यो बाटोबाट। सिमला माल रोड घुम्न जाँदै छौं। माल रोड 32 वर्षपछि माल रोडमा फेरि आइपुगेको छु। 2 वर्षको सानो उमेर हुँदा फोटो खिच्न आएको थिएँ बुवा मम्मीसँग। आज आफै घुम्ने मौका मिल्यो। माल रोड सिमला। दिदी बहिनी भान्जा भान्जीसँग माल रोड घुमफिर। आज माल रोड घुम्दैछौँ। बुक्स लेने आएंगे तब देख लीजिए ना, मेरी फोटो ले पहले। यो चाहिँ देखिराख्नु भएको छ, यो चाहिँ सिमला माल रोडको चर्च हो। माल रोडमा फोटो खिच्ने मौका पाइयो। एकदमै राम्रो 2-4 वटा फोटो खिच्ने अवसर पाइएको छ। त्यो फोटोलाई पनि मैले यहाँ देखाइरहेको छु। यो हो सिमलाको लक्कर बजार। बजार हो लक्कर बजार। फोटोग्राफर को फोन करो, फिर हम ऊपर नहीं आएंगे। हाम्रो भान्जा भान्जी घोडामा बसेको अवस्था। भान्जा भान्जी, दिदी बहिनी। आगे भैया वापस बढ़िया से वीडियो बनाओ। 360 व्यू। बस भिडियो हेरिदिनु भएकोमा धेरै धन्यवाद। राम्रो नराम्रो जे जस्तो भए पनि प्रतिक्रिया दिनुहोला। भिडियोलाई लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।